ल अब चेक इन नि गर्यो बोर्डिङ नि गर्यो अब यहाँ भित्र सेक्युरिटी चेक गर्ने नि जाने अब हामी है ल लगेज पुऱ्याएर अब हामी चाहिँ अब भित्र जानु आँटेको यहाँ यी सबैजनालाई भोक लागेर यस्तो हालत भएछ यहाँ यी कोहीलाई पानी तिर्न लाग्ने कोहीलाई भोक लाग्ने ल अब जाम है हामी भित्र एकदम हुल हुँदै गर्छ मान्छेहरू ल ल अब मेरो नातिनीलाई अहिले गौर दुर्गान लागेछ मेरो नातिनीले यो नेपाली रुपिस हो है ल नेपाल जानु लाग्यो त 500 रुपैयाँ पाए 500 रुपैयाँ के खाने हो र तिमी मम्मी र म चाहिँ उतै रक्सी दोकानमा गएर हेरेको रक्सीहरू त सस्तो लाग्यो महँगो लाग्यो मम्मी तपाईँलाई मैले 18.5 पौन्ड भन्छ मैले मम्मीलाई भनेको वहाँ नकिन्ने ड्युटी फ्रीमा किन्नु ड्युटी फ्रीमा सस्तो पर्छ भनेर जान्ने पल्टेर वहीँबाट किनेर यहाँ सुटकेसमा प्याक गरेछ अब फुट चाहिँ के हुन्छ डर लाग्छ मलाई त्यही त त्यस्तै छ तपाईँ हाड किन्छ किन्दैन त लोभ लाग्छ मम्मीलाई चाहिँ लोभ लाग्छ है यहाँ चाहिँ साइसरी चाहिँ आफ्नो उस गर्दैछ पेन्सिल साइसले मम्मीले ड्याडीले सरप्राइज राखिदिनु नि ब्यागमा है देख्यौ साइसलाई हामीले यो राखिदिएको थियो ट्राभल प्याक भन्ने उसलाई ट्राभल गर्दा झलायो भने गर्ने यहाँ ड्रइङहरू पेन्टिङ गर्दैछ यसको लागि हजुर हामी यहाँ हजुर यो नि किनेको है साइसरी यो नि म्याथमेटिक्स नि गर्ने हुन्छ यहाँ म्याथमेटिक्सको बुक नि छ अनि अर्को चाहिँ ट्राभल बुक छ उसले गर्छ ल ट्राभल बुक नि छ नि किन नि त भोलि दिदीको घरतिर गयो भने एक बोकेर लानु पर्ने दुईटा लैजाउँ न कुन चाहिँ लाग्ने त त्यही चरी कि रेड लेभल चरा ल ठिक छ ल मम्मीको साउन्ड किनेर आउँछ हामी है 60 चाहिँ उहाँ छ 60 चाहिँ उहाँ बसिरहेछ है 60 चाहिँ उहाँ लिपस्टिक पाउडर हेर्दैछु रक्सी किन्ने रे उनीहरू मम्मीले चाहिँ उनीहरू रक्सी किन्ने रे वर्ल्ड के यस्तो वर्ल्ड ड्युटी फ्रीबाट त्यहाँ गर्दैछ साइसरी यहाँ पैसा आउँछ झिक्न साइसरी कार्ड हो पैसै कार्ड थाहा भएन साइसरी यहाँ उस गर्दैछ ल हामी यहाँ चाहिँ अब हाम्रो फ्लाइट नम्बर कुर्दैछु अझै देखाएको छैन 8:30 बजी देखाउँछ भने छ लगाइज अहिले प्लेनमा चढेपछि भेटौँ ल बोर्डिङ पास गरेपछि है ल हामी चाहिँ सबै गरेर मम्मीले सपिङ गरेर के गरेर भागाभाग भएर आइपुग्यो प्लेन छ साइसीले त हेरिदिनुहोस् त सानो साइसीले एकछिन भिडियोमा खिच्नु एउटा क्विक भिडियो कहाँ जानु लाग्यो भनिदेऊ न सानो यता हेरेर भनिदेऊ न यता हेरेर यता ओके ल बाई गरिदियो 2025 1st April मा मेरो कान्छो छोरा मेरो प्यारी बुहारी मेरो नाति सुन्छ भोलि ल्याउँछ ल अब हाम्रो ट्रान्जिट चाहिँ बाबा हामी कत्रो देखेछ अब हाम्रो ट्रान्जिट चाहिँ दोहामा हुन्छ हैन आज युकेमा त खाना पाइन दोहाको म चाहिँ स्योर खान्छु रातिको 10 बजी सकेछ खुट्टा सुट्टा सबै दुखेछ थाकेछ साइसरी नि स्कुलबाट आएर बिचरा थाकेर स्कुलबाट छुट्टी हुन्छ भाइ गए ब्रेक गल है चाहिँ नेपाली हेर्नु नि त हामी है साइसरी बजिहाल्यो नि बाई भन्दियो बाई बाई ल राखेँ ल बाई ओम साईराम साइसरी we gonna fly now
भाइकोले इन्जोय गरेछ ल यहाँ त सुरुमा बच्चाको खानेकुरा दियो सायद सिर्दा च्याप खाँदैछ नि भोक लागेर बिचार स्कुलबाट आएर लेसियो स्कुलबाट आएर अलिअलि लेसियो स्कुलबाट आएर अलिअलि खाजा खाथ्यो अनि पुतपुते भाग्नु पऱ्यो है अहिले त भोक लागेर उठ्टी हेडफोन ल्याएर बाबै के को 23 साढे 11 बजेर 23 मिनट गइसकेको छ भोक लागेर हैरान होस् मलाई नि एकछिनपछि मलाई नि खानेकुरा ल्याइदियो 8 नानी चिरिप्पा खानुपर्छ भोक लाग्यो साइसोरी चाहिँ बिचरा खाजा खाएर सुत्यो उसले चाहिँ म त आवल जस्तै भयो रातभरि उठ्यो भन्दै थियो पछि त सुत्यो बिचरा थाकिन्छ ओके अब म पनि सुत्छु ट्रान्जिट हाम्रो कति छ अरे 8:25 मा चाहिँ बोर्डिङ हुने छैसरी भोक लाग्यो हङ्ग्री भएछ ल ल खान जाने ल जमाइज ल हामी चाहिँ बल्ल बल्ल खोजेर खाने ठाउँमा आइपुग्यो अनि रहेछ बर्गर किङ पछाडितिर केएफसी छ काम गर्ने टन्न नेपाली रहेछ हामी त ट्रेनमा टन्न खाइसकेको थियो मतलब भोक लागेन साइसीले मात्रै चिप्स खाँदैछ मम्मी र सिस्टी चाहिँ टोइलेट गछ कुर्दै हो दोहाको 8:25 मा बोर्डिङ पास आउँछ बोर्डिङ गेटको नम्बर देखाउँछ नि जाने एकछिन खाने अब आधी घन्टा जति छ नि टा भन्ने त्यसपछि त्यसपछि ब्याक टु होम टाउन होम कन्ट्री नेपाल यहाँ साइश्री अलिन्छौँ चिप्स साइश्रीले मासु खान्न त्यही भएर अब आलु मात्रै खाने नि है साइश्री नेपालमा त भेज सेवल मोमो खानुपर्छ है साइश्री हुन्छ गुड बाई 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 ल हामी चाहिँ अब बिरयानी खाँदै दोहाको ट्रान्जिटमा सिस्टी चाहिँ फलाफल ऱ्याप खाँदैछ साइश्री चिप्स मम्मी चाहिँ भ्यान मासु नखाने भन्दै थियो तर मैले भ्यान मासु खुवाइदिएँ मम्मी केही छैन उनीहरू चाहिँ टन्न नेपालीहरू काम गर्दो रहेछ ल अब चाहिँ हामी खाजा खाएर गेट नम्बर नि आयो गेट नम्बरतिर जाँदै अब 9:25 मा छ हाम्रो हेर्नुहोस् साइसी यहाँ बसिछिन् हेलो साइश्री हाउ आर यु फाइन कस्तो छ तिमी कहाँ जानु लाग्यो यता भन्दै थियो यता हेरेर नेपाल दोहाको वेटिङ एरिया त सही छ त्यहाँ कम बाबै भ्यू राम्रोसँग देखेको छैन है साइसोरी के देखेको छैन साइसोरीले तल
ल नेपाल पनि ल्यान्ड भयो है साइसिरी कस्तो छ नेपाल कस्तो छ नेपालको बास्ना कस्तो छ जस्तो चाहिँ भयो नि नेपाल चाहिँ मिस हुँदो रहेछ यता उता भक्रा भुक्रू जस्तो भयो नि मिस चाहिँ हुँदो रहेछ यस्तोमा हुर्केको बानी होइन मतलब छ नि जताबाट बाटो काटिदिनु भयो जे गरिदिनु भयो देख्छ त आइफोन भन्दा नि खतरा देख्छ यो एप्पलकै हो अनि डिजाइन ब्याट्री स्याट्री कति ठिक छ भाइ यसमा ब्याट्री ठिकै ठिक छ भाइले दिमागै हामीलाई चाहिँ ब्याट्री खै भाइ मैले अस्ति भरि किनेको यहाँ आउने भनेर मैले चाहिँ हेर्दैछु भाइ मैले कति पर्छ यसलाई महँगो पर्छ होला है यसलाई नेपाली 1 लाख समथिङ पऱ्यो होला मिनिमम म्याक्सिमम 1 लाख हजुर यो यहाँबाट योबाट यो माथि काँडा लाग्यो ए ल यो लाग्यो राइसँग कम्पाउन्ड यो चाहिँ यो चाहिँ स्पिड दिँदा ए चिनेछ नि त सबै हो क्या ए लो रहेछ नि त है यहाँबाट यता छिर्छ बाटो होइन हामी जाने बेलामा यहाँबाट वान वे हामी यता माथि जानु पाउँदैन तल जाने हो अनि यो तलबाट सर्लकै छिरेर सबै हो क्या सबै है साइसुरी भात खाँदै मिठो हन्छ भैँसीको घिउसँग खाएर साइसुरीले है साइसुरी मिठो हन्छ है भोक लागेर चाहिँ बिचरा एक बोल सबै खाइसक्यो त गुड गर्ल छिटो खा भोलि बिहान फेरि बिहान जानुपर्छ नि भोक लाग्छ नि त त्यही भएर खाऊ है बाजे बजेको घरमा बस्ने आज चाहिँ हामी कुरा गर्दै हुनुहुन्छ सुनिल चाहिँ बाहिर मोमो खानु गएछ कता गयो केरा किन्न जाऊ भनेको कता गयो मेरो चाहिँ घाँटी दुख्ला जस्तै हुन्छ दुखेछ एरोप्लेनको चिसोले साइसोरी म त कति धेरै सुतेँ है साइसोरी एरोप्लेनमा यसरी च्याप्प होइन नगर यतिकै सामा त ल ल देखाउ बिस्तारै सबैलाई भात खाएको बाजे बजेको घर पछाडि बाजे बाजे पछाडि बाई बाई नातिनी बाई बाई आमै भिडियो गर्नु नि आमाको मान्छे माया